आउनु भएको? शिक्षक आन्दोलनमा सहभागी हो। कुन स्कुलमा पढाउँदै हुनुहुन्छ तपाईँ? कोट विद्युत नगरपालिका वडा नम्बर 5 चुहाडी माध्यमिक विद्यालयमा गत 10 वर्षदेखि साबिक उच्च माध्यमिक तहमा कार्यरत शिक्षक हो। तपाईँहरूको माग चाहिँ बेला बेलामा सम्झौता गर्ने यो सरकारले कार्यान्वयन नगर्ने भनेर यो दोस्रो चरणमा आन्दोलन गर्दै हुनुहुन्छ। के यो अब यो सरकारले यो तपाईँहरूको माग पुरा गर्देला? हामीले समग्र विद्यालय शिक्षा ऐन जारी गरेर शिक्षकहरूका माग मात्र नभई देशको शैक्षिक प्रणालीले जुन हामी शिक्षा ऐन 2028मा चलिरहेका छौँ त्यसलाई संशोधन गरेर संहिता पश्चात नयाँ विद्यालय शिक्षा ऐन जारी गर भनेर हामी यो आन्दोलनमा होमिएका छौँ। ओके, अब कति दिनसम्म चल्छ यो आन्दोलन तपाईँको? आन्दोलन शिक्षक का माग पुरा नभएसम्म र अघिल्लो वर्ष गरिएका विभिन्न समय गरिएका सरकारले गरेका सम्झौता विद्यालय ऐन जारी नभएसम्म हाम्रो आन्दोलन चाहिँ जारी रहिरहनेछ। विद्यालय ऐन सदनमा अब यो छलफल नभइकन त्यहाँ थन्किराखेको अवस्थामा चाहिँ यो जारी त होला, जारी भएन भने अहिले झन् देशमा व्यवस्था नै परिवर्तन गर्नुपर्छ भन्ने मागहरू आन्दोलनहरू उठिराखेको बेलामा के यो भोलि शिक्षक सङ्घले पनि त्यस्तै आन्दोलन व्यवस्था परिवर्तन गर्नुपर्ने माग उठाउन सक्ला कि नसक्ला? हामी व्यवस्था परिवर्तनमा छैनौँ। हामी अहिले हाम्रो जुन विद्यालय शिक्षा ऐन जारी हुनुपर्छ र विद्यालय शिक्षा ऐनबाट चाहिँ समग्र नेपालको शिक्षा प्रणालीदेखि लिएर शिक्षाका हरेक तमाम मुद्दा चाहिँ समाधान हुनुपर्छ भन्ने यही व्यवस्थाभित्र रहेर त्यो समाधान हुनुपर्छ भन्ने पक्षमा नेपाली शिक्षकहरू रहेका छन्। ओके, धन्यवाद। धन्यवाद।